मन्त्री सुशीला कार्कीज्यूको नेतृत्वको सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको आज 3 महिना पूरा भएको छ। असोजको 6 गते म यही मन्त्रालयमा मैले पदभार ग्रहण गरेको थिएँ र आज पुसको 6 गते 3 महिनाको अवधि व्यतीत गरिरहँदाखेरि मन्त्रालयगत तवरमा हासिल भएका उपलब्धिहरूमध्ये म यहाँहरूलाई यो 3 महिनाको अवधिमा 30 वटा उपलब्धिहरू चाहिँ आज यहाँहरूलाई बुँदागत रूपमा म भन्ने अनुमति चाहन्छु। ती उपलब्धिहरू मन्त्रालयगत उपलब्धिहरू हुन्, यो कुरा यहाँहरूलाई निवेदन गर्न चाहन्छु। यो 3 महिनाको अवधिमा 30 वटा उपलब्धिहरू यस प्रकार रहेका छन्। 1. आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरणको प्रारम्भ भएको छ। छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048 को व्यवस्था बमोजिम अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकी अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण लगायतका कार्यहरू सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको छ। अनलाइन सञ्चार माध्यमको दर्ता र व्यवस्थापनको लागि छापाखाना तथा प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली 2082 स्वीकृत भएको छ। 2. एनटिभी वर्ल्डको शुभारम्भ। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबाट एनटिभी वर्ल्ड च्यानलको शुभारम्भ गरिएको छ। 3. स्वर्गीय पत्रकार सुरेश रजकलाई शहीद घोषणा। स्वर्गीय पत्रकार सुरेश रजकलाई यस मन्त्रालयको सिफारिसमा गृह मन्त्रालय मार्फत नेपाल सरकारबाट पत्रकार शहीद घोषणा गरिएको तथा स्वर्गीय पत्रकार सुरेश रजकको परिवारको सदस्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतमा रोजगारी उपलब्ध गराइएको छ। 4. गोरखापत्रमा कुलुङ भाषा थप। गोरखापत्र दैनिकमा मिति 2082 8 महिना 16 गतेदेखि कुलुङ भाषा थप गरी 46 भाषाका समाचार तथा लेख रचना सामग्री गोरखापत्र दैनिकमा प्रकाशन सुरु गरिएको छ। 5. गोरखापत्रको ओएनएम स्वीकृति। लामो समय रोकिएको गोरखापत्र संस्थानको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ओएनएम सर्वे रिपोर्ट स्वीकृत भएको छ। 6. प्रेस काउन्सिलमा अध्यक्ष नियुक्ति। प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ अधिवक्ता श्री डाक्टर कुमार शर्मा आचार्य